अझ बढी सफल हुनु, अझ बढी प्रिय हुनु। एकचोटि जोरदार ताली केयर सिंह लिम्बूका लागि। आर्यनजी, अब यो केक काट्ने काम आर्यनजीले गर्नुपर्छ। आर्यन र दिनेश बेस्ट फ्रेन्ड। Million views with cake. Okay. साउन्डमा कृपया डोको बुन्ने बोलको गीत लगाइदिन हार्दिक अनुरोध गर्दछु। साउन्डमा डोको बुन्ने जुन गीत 5 मिलियन पुगेको छ त्यस उपलक्ष्यमा अर्को केक पनि काटिँदैछ। सो लेट्स हियर इट फर डोको बुन्ने। डोको बुन्ने गीत लगाइदिनु होला। Okay, 5 million views, डोको बुन्ने। भेट्नै छाडे हजुर बर्पी पछाया त लेखिन्थ्यो रे चिठीमा माया। भेट्नै छाडे हजुर बर्पी पछाया उहिले त लेखिन्थ्यो रे चिठी कालो छोयाले। हाम्रो मुभीमा त्यसमा सबैजनाले हेरिदिनु होला। रस्तो गाउन रोदीमा गइन्थ्यो नि है साथीसँगै सबै छुट्टै कहाँ। रस्तो गाउन रोदीमा गइन्थ्यो नि है साथीसँगै सबै छुट्टै कहाँ गए खोइ। शैलीको त्यो बोलीमा हेलो सम्झना बेजुलाई रमाइला छोटो थ्याङ्क यू सो मच। यतिखेरसम्म यहाँ बसिदिनु भयो, माया गरिदिनु भयो केयरलाई, अभिषेकलाई, आकृतिलाई। तपाईँहरूलाई अरू केही पनि नभने मेरो केटीहरू मात्र फ्यान छैन, केटाहरू पनि फ्यान छैन। थ्याङ्क यू। अब तपाईँहरूको हाम्रो जर्नी, दिनेशको मेरो जर्नी आइएम सरीदेखि लिएर नोभेम्बरदेखि लिएर क्लासिकदेखि लिएर पुजार साकीसम्म मन पराइदिइसक्नु भएको छ। अब आउँदैछ कुमारी, सायद म नहुला त्यो सिनेमाको एन्ड 15मा म पनि हुनेछु। यो सिनेमाले तपाईँहरूलाई साँच्चीकै म चाहिँ नि यो जेन्जी भन्ने शब्दलाई अहिले गलत प्रयोग भइरहेको छ। जेन्जी भन्ने शब्द भन्दिनँ, युथहरूलाई, तपाईँहरू युथहरूलाई साँच्चीकै राम्रो लाग्नेछ सिनेमा कुमारी। कुमारीको शब्दको अर्थ कुमारी सिनेमा हेरेसँगै तपाईँहरूले अझ डिटेलमा बुझ्नुहुनेछ भन्ने आशा गरेको छु। लाइटले मलाई साह्रै नराम्रो हान्यो, सिनेमाले तपाईँहरूलाई हान्योस्। थ्याङ्क यू सो मच। आई लभ यु अल। गुड नाइट। आई लभ यु कुमारी माग 23। Thank you, Aryan.